हेलो साथीहरु, आज चाहिँ हामी जापानको ठुलो रोलर कोस्टर पिङ खेल्दै छौं। यहाँ हेर्नुस्, माथिबाट दृश्य हवाईजहाजमा बसे जस्तो आनन्द आइरहेको छ। हेर्नु, यो त जापानको दृश्य। घर त सानो देखिएको छ। फेरि सबै एउटै कलरको घर छ। हेर्नु है, जापानको म पनि अचम्म परे। हेर्नु, यति घर छ नि। सिटी, यो नोदा सिटी हो। यहाँ चाहिँ धेरै त खिच्न पाइएन, तर भ्यू टावर जस्तै ठुलो पिङबाट खिचेको। तर चाहिँ हेर्नुहोस्, पिङ फेरि यस्तो छ, यस्तो बक्स। नेपालको पिङ चाहिँ यस्तो खुल्ला हुन्छ, तर यहाँको चाहिँ पुरा सिसाको डमक्क परेको हुँदो रहेछ। खसे पनि केही डर नहुने। त्यहाँ हामीभन्दा अगाडि अलिअलि मान्छे छन्। हेर्नु, तर यो चाहिँ यति एक फोनको लाउन 1 घण्टा लाउँदो रहेछ क्या। किनकि यो यस्तोको लागि बनाएको छ कि यो माथि टपबाट भ्यू टावर मात्रै हेर्ने हुन्छ। ल त।